म चाहिँ खेती खाइन्छ इन्डियाले बहुत सिकाउँछ कति छाम खस भाइ Our destination was there. क्या मोला लाग्यो त्यो ताको सतहदेखि 4500 फिट उचाइमा मेरो पा यो बाटो एकदम राम्रो सिङ्गरी बनाएको छ टिप्दा 1,50,00,000 को योजना हो त्यो विजय चाहिँ घाम टिट आउँ टिट यो बाटोलाई आज हामी निरीक्षण गर्न आइरहेको छौँ ल आयामै किन के आपिसु बाजु बाजु तल नु अब बजे बरे परला दालिम चाहिँ थब कस्तो मुने उजुसम्म पोनाले पुरै सन्देम नारम हुने पत्तै पत्तै पुरै छैन पहिलो हो नि हामी नौ दिन 12 रे तेह्रको भन् कति 11 को आउँछ खनिया हेरेर घेरिन्छ छिन्छ तोय विषय खायो हजुरको फेमस डायलग भनिदिनु भन्नु 10 1 भन्यो 2 भन्यो 3 बटै इग्नोर भन्यो तोय विषय फुबो तोय न तोय खाइबे गाई मलाई आउँदैन तोय बिना गोठारी रमाइलो छ आज सारीमै त हजुर गोठारी दिन हो त धान पहिलो पहिलो त गोठारी पहिला नि गोठारी दिन नि लल्दा तको सालीमे त मासे नि गोठारी नि दिन त्यो मयापुरी जग्गा सालीमे दिन होला उति गोठारी हो के गोठारी खासमा गोठारी हो गोठारीको चौरमा आएर यसरी नास्ता खान्छौँ आज गोठालीको चौरमा आउन हामी कति सकस गरेर 3 घण्टा हिँडेर यहाँ आएर चौरामा यसरी मकै खान यस्तो मजा आइरहेको कोही आउन मन छ भने यसरी आउन ड्राई पिकनिक आउन सही छ म त केही भन्दिनँ फर्स्ट एन्ड लास्ट कतिवटा पाउनु मन सुलन तोय विषय रे केही छैन विषय बित खाइबे हुने पानीको बतासा त्यही कति भुल्दिएछु 10 12 बिना कम से कम 33 के 12 बजे कम देरी
आमा यहाँ छ दे आगाले भिन्डी एउटा चारा हो अघि ल्याउन पैसा दुकुर नि हैछ सुन मुझ न तै सुन अरे मन दिदा असले खरी है झन् खबर बोले भया आज यातायात सुरु गाडी त गाडी छ भने सम्भावना मुझे बच्चा छ नि मैं सन नि आनी नेपाल खानी त नेपाल डबल चार्ज ब्लगर छ म यो रिट्विट है मैं फिर आलू ये बहुत सब कुछ महँगो जिद्दी भयो त तन्त फेरि फाल अल ठुलो फाला त तारा खसेको हात कामे हेर अहिले त्यहीँ बस्नु भने हेत्तेरी जाने हो केही छैन यो जङ्गल डिम्पी म अनि हाम्रो बिक्की कुकुर मात्र हो यहाँ उस के अरे वन मान्छे आउँछ भन्छन् एकदम डर लाग्दैन गाइस यस्तो झोला बोक्यौँ यस्तो गरमको झोला बोक्यौँ Can you guys see this? डर लाग्यो तर म मान्छे आयो भने त सक्यो हिउँ देखाइ कति गइरहनु भाइ हाँस्टन के तर यो पो बिहान टक 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 लदै माइए मालिक चिरेसी हातले तोरण युग जोशी झर्दै मेरो त्यो पि मेरो नि मरा आसी रे आधा बिजन हेरो नातिनी सन्मु हजुर खाने पराइ के यहाँ जाँदाखेरि माइ परे माइ पराइ कुटामा आयो आयो फेरि डिम्पी र म मात्र ए बिक्की नि हरायो अहिले त हाम्रो कुकुर बिक्की नि गयो हाम्रो साथी डिम्पी र म मात्र हौँ धन्न लडेको यार गाइज हामी तल गएपछि भेट्छौँ हजुरहरूले बाई बाई बाटो हेर्नुहोस् न कस्तो बाटो हो के फर्क्यो बा उसाइ हामी हजुर के अरे अर्को यो झोला खसी के खसी खसी गयो ए त्यो देखाएको ए मैले के पो पकाउनु
ए चाउच त असिकै मे भयो रिदमलाई नरम आर मे मुने हे भगवान म चाहिँ फोटो खिच्दिनु न चरा खाएर खाएर त्यस्तो राम्रो चरा होइन मौरी करा त पछाडि ए कस्तो कुरा गर्छ यहाँ मेरो अगाडि मौरी हाल्दै के गरौँ मौरीले धेरै हामी चाहिँ टङ्की माथि बसे आमै खै 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 फोन खै यहाँ मात्रै आउँदै भित्र खस्ला नि टङ्कीभित्र 0 कति यिनीहरूले खिच् हाम्रो मम्मी खै तँ हो र आमा नि से झिङ डर लाग्यो तर सिधै झ्याङ्कट हो कि गयो म यहाँ हो कि जय बजरङ्ग बली त्यो खुट्टा यहाँ राख्नु न She was a fairy. के मजा आयो She was a fairy. चर्च ल ओइ गॉड कोलाई सम्झेको आशिष ल सेट हो त पते हाम्दै अनि मे जन्तीले फाइदा छैन आमा आज खतरा सेव फेरि खै सेव झोला ओहो ल अगाडि आमा हामी झरी हजुरको लागि गाना आएछ हेलो हेलो माई नेम इज से तो र अब कनी है कि के भएर त्यहाँ आमामा सेट हजार मजा पेटेका रहेछ सेट Sinulo plate sa tangan ni Bahil. के देखे भयो त हो लास्टमा को हो त्यो लास्टमा खै आमा बाजे एउटा नआउने भाउ मात्रै हो नि
मेरो बिक्कीसँग खिच्छु हो बिक्की हामी गाउँलाई पनि बल्ल थाक्यौँ जमजम डिम्पी हामी अगाडि जाने हो क्या तँ त्यहीँ फालेको किन फालेको त मैले झन् झोलामा हालेर हिँड्यो हेत्ते डिम्पी भएन यस्तो बाटोमा फ्याक्क फाल्यो हिँडिगएको अघि मैले त्यत्रो खाएर त झोलामा हालेको थिएँ हेर्नुहोस् ए कति हो डिम्पी मलाई नि खिच्न पछाडिबाट खिच्दियो कि तेरो बाजे उहाँ तलसम्म त हिँड्नु त त्यसपछि मलाई खिच्दे A few moments later.